दुर्गा प्रसाईले अन्ततः राजनीतिक दल दर्ता गर्दै औपचारिक रूपमा सत्ता प्रणालीभित्र प्रवेश गरेका छन्। नागरिक बचाउ अभियान मार्फत सिस्टम बाहिरको सुधारक भनेर प्रस्तुत गर्ने राजतन्त्रको स्पष्ट पक्षधर सरकारसँग असम्भव माग राख्ने र मङ्सिर 7 गते बृहत आन्दोलनको तयारी हुँदै गर्दा प्रसाईले अचानक दलीय राजनीतिमा पाइला राख्नु, यो कदमले एकैचोटि राजनीतिमा धेरै रहस्यमय सङ्केतहरू देखिएको छ। सबैभन्दा ठुलो प्रश्न, के प्रसाई अब सडकबाट सिधै संसदमा उक्लने रणनीतिमा छन् कि पूर्व राजा स्वयं पनि प्रसाईको राजनीतिक यात्रामा औपचारिक प्रवेश गर्ने सम्भावना छ? नेपालको राजनीति अहिले फेरि नयाँ मोडमा छ। देशमा पहिले नै 122 दल दर्ता छन्, तर जेनजी आन्दोलनपछि थप 28 नयाँ दल दर्ता प्रक्रियामा पुगेका छन्। त्यसमध्येको सबैभन्दा चर्चित प्रसाईको नागरिक बचाउ दल हो। 27 सदस्यीय केन्द्रीय समिति तारा अङ्कित झण्डा र जोडी पाइला चुनाव चिन्हसहित पूर्ण रूपमा निर्वाचन प्रक्रियामा उत्रिएका छन्। प्रसाईले किन अचानक राजनीतिक दल खुले? यो माग देशको असन्तुष्टिको प्रभाव हो कि व्यक्तिगत महत्त्वाकांक्षा? राजासँगको सम्बन्ध कता जाँदैछ र मङ्सिर 7ले कुन मोड दिन सक्छ? आजको भिडियोमा विस्तारमा तथ्यपरक चर्चा गर्नेछौँ। दुर्गा प्रसाईले विगत केही वर्षदेखि निरन्तर सरकार र मुख्य राजनैतिक दलहरूको विरोध गर्दै आएका छन्। विशेष गरी चिकित्सा क्षेत्रका अनियमितता, बैंकिङ र सहकारीका मुद्दाहरू, सीमा, धर्म, राष्ट्र र नागरिकताको मुद्दा, प्रतिनिधिमूलक नेतृत्वविहीनताको आरोप, कसैले देश बेच्यो कसैले लुट्यो भन्ने नारासहित मङ्सिर 7मा पनि उनले भव्य आन्दोलनको तयारी गरिरहेका छन्। प्रसाईले सडकमा हजारौं भिड तान्ने क्षमता धेरै पटक देखाइसकेका छन्। पछिल्लो समय सुकुम्बासी बस्तीमा गएर बालेनको विरुद्धमा बोलेका कारण आन्दोलनमा सुकुम्बासीको सक्रिय सहभागिता रहने बुझ्न सकिन्छ। यसरी हेर्दा प्रसाईको आन्दोलनलाई जनसहभागिताको कमी छैन। अहिले भने प्रसाईको बाटो पुरै बदलिएको छ। सडक आन्दोलन प्लस राजनीतिक दल, डाइरेक्ट पावर कम्बिनेसन। नेपाली राजनीति अहिले 3 मुख्य कारणले अस्थिर बनेको छ। पहिलो त गठबन्धनहरूको बारम्बार भत्किने र बन्ने खेल। आज मिल्ने भोलि फुट्ने, फेरि अर्को दिन फेरि नयाँ गठबन्धन। यसले राजनीतिक स्थिरता मात्रै होइन, जनतामा भरोसा पनि कमजोर बनाइदिएको अवस्था छ। दोस्रो, प्रमुख दलहरूको नेतृत्वप्रति फैलिँदो असन्तुष्टि। दशकौँसम्म देश चलाएका पात्रहरूप्रति अब जनताको विश्वास धर्मराइरहेको छ। अप्ठ्यारो अर्थतन्त्र, युवा विदेशिनुको कारण र लगातार भ्रष्टाचारका घटनाले यो असन्तुष्टि झनै गहिरिएको छ। तेस्रो, केही मात्रामा राष्ट्रवादी र राजावादी भावनाको पुनः उठान। पुराना दलहरूको कमजोर नेतृत्व र लगातार अस्थिरताले वैकल्पिक शक्ति खोज्ने जनभावनालाई फेरि बलियो बनाइदिएको छ। यिनै 3 कारणले बनेको यो खाली स्पेसमा दुर्गा प्रसाईले आफ्नो नागरिक बचाउ दल अघि सारेका छन्। अझ भन्नुपर्दा उनी ठ्याक्कै सही समयमा खाली ठाउँ हेरेर राजनीतिक प्रवेश गर्दैछन्। 27 सदस्यीय केन्द्रीय समिति, स्पष्ट नेतृत्व संरचना, तारा अङ्कित झण्डा र चुनाव चिन्हको प्रस्ताव, त्यो पनि आन्दोलनकै बीचमा। यो कुनै सामान्य औपचारिकता होइन, यो चुनावमा खरो रूपमा उत्रिने प्रसाईको रणनीतिक सङ्केत हो। प्रसाईले भर्खरै सरकारलाई राखेका 27 बुँदे मागहरू धेरै हदसम्म अत्यन्त ठुला, संरचनागत परिवर्तन चाहिने र तुरुन्तै सम्भव नहुने खालका थिए। राष्ट्रियता सम्बन्धी कठोर नीति, भ्रष्टाचार उन्मूलनका कडा कदम, संवैधानिक व्यवस्थामा परिवर्तन, प्रदेश खारेज, जनमत सङ्ग्रह, प्रत्यक्ष कार्यकारी निर्वाचन लगायत संविधान संशोधन, राज संस्थाको पुनर्स्थापना प्रस्तावहरू थिए, जुन सरकारले तत्काल पूरा गर्नै नसक्ने असम्भव मागहरू थिए। विश्लेषकहरू भन्छन् यी मागहरू पूरा नहुने पूर्ण रूपमा थाहा भएकै कारण प्रसाईले यी सूची राजनीतिक हतियारको रूपमा ल्याएका हुन्। अर्थात् सरकारलाई च्यालेन्ज गर्न, आन्दोलनलाई तातो राख्न र नयाँ दललाई एजेन्डा ड्राइभ पार्टी देखाउन उनले यस्तो गरिरहेका छन्। मङ्सिर 7मा प्रसाईले गर्ने भनिएको भव्य शक्ति प्रदर्शन अहिले नै चर्चाको केन्द्रमा छ। यो कति ठुलो हुन्छ भन्ने प्रश्न मात्र होइन, यसको राजनीतिक प्रभाव कति ठुलो पर्छ भन्ने मुख्य हो। यदि भिड अत्यन्तै ठुलो भयो भने नयाँ दललाई अप्रत्याशित गति मिल्छ। राष्ट्रवादी, राजावादी समूहहरू एक ठाउँमा केन्द्रित हुन सक्छन्, पुराना दलहरूमा तनाव बढ्न सक्छ, आगामी चुनावको समीकरण नै बदलिन सक्छ। तर यदि भिड अपेक्षाकृत कम भयो भने नयाँ दलको विश्वसनीयता कमजोर हुन्छ, प्रसाईको लहर सकिने सम्भावना हुन्छ। मङ्सिर 7ले नै उनको दलको भविष्य टर्निङ पोइन्ट बनाउने सम्भावना छ। अब मुख्य प्रश्न उठ्छ, के पूर्व राजा ज्ञानेन्द्र शाह यही दल मार्फत सक्रिय राजनीतिमा फर्किन सक्छन् त? प्रत्यक्ष प्रमाण छैन, तर केही सङ्केतहरू भने छन्।
प्रसाईको आन्दोलनमा राजावादी भावनाको उच्च उपस्थिति छ। हिन्दू राष्ट्र राजा समर्थकहरूको ठूलो माग हो। सडकमा उत्रने धेरै समूहहरू प्राय राजतन्त्रवादी नै हुनेछन्। प्रसाईले आफूलाई राजावादी मोर्चाका मुख्य अभियानकर्ता जस्तै प्रस्तुत गर्ने गरेका विगतहरू छन्। तर पूर्व राजाले कुनै पनि राजनीतिक दलमा औपचारिक रूपमा प्रवेश गरेका छैनन्। त्यसैले यो अहिले सामाजिक अनुमान मात्र हो, तर गलत पनि होइन। यदि राजावादी मोर्चा एक ठाउँमा जुट्यो भने प्रसाई ठूलो शक्ति बन्न सक्छन्। यदि मङ्सिर 7 सफल भयो, राजावादी राष्ट्रवादी समर्थकहरू एक ठाउँमा आए र प्रसाईले सङ्गठन विस्तारलाई जारी राखे भने यो दल चुनावमा ठूलो प्रभाव पार्न सक्छ। यदि समर्थन मिश्रित रह्यो भने नयाँ दलको विजय हुने निश्चित छ। केही स्थानमा निर्णायक बन्न सक्छ, तर ठूलो शक्ति नबन्ने पक्का नै हो। पुराना दलहरूको तालमेल भइरहेको अवस्था छ। दुर्गा प्रसाईलाई हेर्नेहरूसँग थुप्रै धारहरू छन्। कसैलाई कठोर कुरा गर्ने, जोखिम उठाउने पात्र जस्तो लाग्छ, कसैलाई अत्याधिक विवादित, कसैलाई उनको विगत हेर्दा आफ्नो स्वार्थको लागि जे पनि गर्ने व्यक्ति जस्तो लाग्छ। किनभने उनले चाख्न बाँकी कुनै पनि पार्टी बाँकी राखेका छैनन्। उनले सबैलाई गाली गर्दै सडक आन्दोलन चलाए, भिड उतारे, चर्चामा आए। तर सडकबाट संसदमा जाने यात्रा भने अर्को स्तरको चुनौती हो। यो सजिलो छैन। र अझ ठुलो प्रश्न त के हो भने पूर्व राजाले के भूमिका खेल्नेछन्। यदि पूर्व राजा खुलेरै राजनीतिक यात्रामा आए भने वातावरण पक्कै पनि अरू नै भन्ने छ। त्यसैले अहिले प्रसाईको दल दर्ता भएको घटनाको पहिलो सङ्केत के हो भने अब खेल सडकको मात्रै होइन, चुनावी मैदानको सुरु हुँदैछ। अब 1 वर्षदेखि 2 वर्षसम्मको राजनीति धेरै नै रोचक हुनेछ। पुराना दल मिलिरहेका छन्, नयाँ दलहरू उधुम मच्चाइरहेका छन्। जनता निराश छन्, तर विकल्प भने खोजिरहेका छन्। अहिलेको अवस्था हेर्दा यस्तो लाग्छ कि नयाँ दलले चर्चा जित्छ, पुराना दलले सिट जित्छ। कतिपय ठाउँमा नयाँ दल किङ मेकर बन्नेछ, तर ठुलो वैकल्पिक शक्ति बन्न चाहिँ धेरै वर्ष लाग्न सक्छ। प्रसाई सामान्य व्यक्ति भने होइनन्। उनको उपस्थिति त्यति कमजोर छैन। अत्यन्त आक्रामक टोन, विरोधको शैली निडर, देशभरका युवालाई जोड्ने क्षमता, मिडिया अटेन्सन तान्ने शक्ति, नयाँ राष्ट्रवादी ब्रान्डको निर्माण, यी सबै कारणले गर्दा दुर्गा प्रसाईलाई बलियो रूपमा प्रस्तुत गर्दछ। तर धेरै चुनौतीहरू पनि छन्। स्थिर नीति छैन, भावनात्मक भाषण धेरै छ, सङ्गठनात्मक अनुभव त्यति छैन। पुराना दलहरूको दबाव र प्रतिरोध, यी कारणहरूले उनको राजनीति भविष्य के हुन्छ यसै भन्न सकिँदैन। नेपालको राजनीति यति बेला सत्ता निर्माण भन्दा पनि नयाँ विकल्प खोज्ने चरणमा छ। दुर्गा प्रसाईको दल न त सामान्य दल हो, न त सामान्य आन्दोलन हो। यदि यसले दिशानिर्देश, नेतृत्व र रणनीति राम्रो बनायो भने यो दलले नेपाली राजनीतिमा नयाँ समीकरण जन्माउन सक्छ। तर यदि नेतृत्व विवाद, अति भावनात्मक र असम्भव मागमा उल्झियो भने यो पनि अरू थुप्रै नयाँ दलहरूसरी भिडमा हराउन सक्छ। अहिलेको अवस्थामा सबैको नजर मङ्सिर 7 मा टिकेको छ। त्यो दिन प्रसाईको दलको वास्तविक शक्ति परीक्षित हुनेछ। यसमा तपाईँको विचार के छ? नयाँ दलले नेपालमा वास्तवमै परिवर्तन गर्न सक्छ कि यो पनि अलि समयपछि हराउने राजनीतिक बुलबुला मात्रै हो? तपाईँको विचार कमेन्टमा लेख्नुहोला। साथै च्यानल सब्स्क्राइब गर्न पनि नबिर्सिनुहोला। आजको लागि यति नै। हवस् त, धन्यवाद।